डोजर ल हेर्नु यो डोजर प्रेमी यहाँ डोजर हेर्न आएको छ लास्टै फ्यान बाइक रोकी रोकी डोजर हेर्नु भन्छ सालाजी कहाँ बा ओ सालेजी मामा हेर मामा भनिदेऊ डोजर लास्टै फ्यान हुनु लाग्यो यो यहाँ डोजरलाई हेर्नै पर्यो लास्ट फ्यान हो नि साला यो बाबु त्यहाँ त्यहाँ आक्का हुन्छ त्यहाँ त्यहाँ होइन त्यहाँ किरा सिरा हुन्छ त्यहाँ कुडी हुन्छ बाबा आक्का सर्प सर्प के जुगा होला यार होइन नि त्यहाँ जानु न यहाँ आइज त्यहाँ आक्का हुन्छ त त्यस्तोमा होइन सर त्यस्तोमा आक्का हुन्छ बाबा हेर कुडु हेर ए देख्यौ ए कुदु छ छिटो उही यहाँ त कुदु हुन्छ बाबु जित्ने नगर छोरो त्यहाँ कुरो हुन्छ बा जुका सुका लाग्छ भनेर हो डोजर छ भइगयो नि त ल इट्स ओके नि त आऊ डोजर निस्क्यो समाज त डोजर छ आऊ ल ल अब हामी टिटीमा जाने माथि गएर डोजर जाने उता अर्को आक्को डोजर हेर्ने त बाबा आक्को डोजर हेर हुन्छ उता ठुलो डोजर छ डोजर छ ल अब हामी जाउँ डोजरमा है डोजर तिमी लाउँछौ पहिला म अब लाउने माथि पनि तिमी लाउने है बन्द गरिदियो होइन खिच्दै घर जाम लेट्सको बाबुको थोपडा देखिने डोजर छ 0 पेन्टमा राख्नु जिरोमा वाडेन ल हात माता वाडेन ल ऐना मिलाउँदा म त कहाँ हो भन्नु कहाँ हो बाबुको थोपडै देखिनु परेन अगाडि खिच्न झरेन ल पछि आउनु छोरो अलि पछि आउनु यो ऐना माथि गर्नु न अनि फेरि आउने नि त हामी डोजरमा छोड्दा बाबुको त थोपडै देखिन कहाँ हो देखे हामी बाटो देखाउनु बाटो देखियो ए अगाडि टायर त नछिच्छु रोक्नु ए यो ऐना मिलाउनु यो माया हल्का तल गर्नु दाइ हल्का हजुरको थोपडा पनि देखिन्छ स्कुल ए मलाई भन्नु देख्छ बन्दना पढ्ने स्कुल हेर मल्टिपल क्याम्पस देखाइदेऊ साल देखाइदेऊ देखाइदेऊ अगाडि बाबु यहाँ पछाडि हाम्रो दादा 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 यसले बनाउनु पर्ने ल्याउनु अब हामी घुम्न आएका छौँ यसरी है हाम्रो शुभम आएर शुभम भाइ हाम्रो मिस्टर आरब सर अनि ल पख न पख हेलमेट भन्दै तिम्रो हेलमेट अर्को छ त घरमा ल हाम्रो यो पसल लाउनु थाल्यो अब ज्ञान प्लाजा है हाम्रो जेडी दिदीको घर स्कुल हाम्रो उताको छ कस्तो रमाइलो छ ग्रिनेरी अहिले यो उसले गर्दा रमाइलो ग्रिनेरी छ ओ राइडर आउनुभयो अगाडि राइडर चाहिँ आउनुभयो अगाडि पानीको थोपा पऱ्यो यार हाम्रो डेस्टिनेसन नमस्कार डेस्टिनेसन बलक यता ल बाबु यहाँ बाबु हजुर त्यहाँ जाने नि बाबा अब पछि जाने पानी पछि पर्न थाल्यो जाने है अब पानी पर्न आयो त रातो लगार अफ द इयर हजुरले पाउनु पर्ने
हामी पुगेर आइयो है। अब आज मिति 2083 साल 4 महिना 21 गते। यस्तो छ हाम्रो शुभम भाइ, हाम्रो सुनिता आन्टीजी, असम नेपालगञ्ज अथवा सुरुदेखि गाडी सुरुबाट आयो होला। रमाइलो छ, ग्रिनेरी छ, हाई स्कुल यस्तो छ, अति रमाइलो छ है। एन्ड इट्स मी। हाम्रो पूजा म्याडमको अनुहार कालो भएछ, आधी घन्टा दोकान कुद्नु पऱ्यो भनेर। के गरौँ छोरो? उता जाने राति आज मैले कालो मुख लाएँ।